मैले के 6 महिना अगाडि चाहिँ ट्राई गरेको लसुनको गार नै हालेर फल्छ कि नै भनेर यसरी फलेको थियो यो लसुनको चाहिँ 6 महिना अगाडि मैले गार नै हालेको थिएँ हैन। अनि यो निकालेर अहिले 3टा मात्रै गार नहालेको 2टा मात्रै उम्रियो, 2टा एउटा चाहिँ कता पो गयो देखिन, 2टा चाहिँ उम्रिहालेको। हेलो एभ्रीवन, नमस्ते सबैजनालाई मेरो भिडियोमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ मेरो लसुन उखाल्ने कार्यक्रम थियो अनि चाहिँ मैले बिहान बिहान आलुको थिचेको झोल खान मन लागेको थियो मलाई चाहिँ बिहान बिहान थियो चाहिँ हैन। यसरी बनाएर मैले चाहिँ बिहान सबै यसरी भुटेर अनि सिन्की पनि हालेको थिएँ। यता आलुको झोल अलग अनि सिन्की र आलु अलग बनाएको थिएँ खाना। त्यसपछि चाहिँ यता खानासाना बनाएर मैले चाहिँ यता घर बढालेँ। यो चाहिँ बिहान नै आज चाहिँ हाम्रो लसुन उखाल्ने कार्यक्रम थियो, त्यही भएर चाहिँ मैले फटाफट गरेर आएको थिएँ। आज चाहिँ बिहान बिहान पसलमा पनि जानुपर्छ नि, हाम्रो पसलमा पनि जानुपर्छ नि त। अनि आज त्यस्तै मैले बिहानै 5 बजे उठेर नै खानासाना बनाएर यता बराल बुरुल गरेर अनि मैले चाहिँ बराल बुरुल गरेँ। दिदीहरू चाहिँ उता खेततिर जानुभएको थियो अनि भाइ म नानीहरू चाहिँ हामी चिया लिएर गयौँ। त्यसपछि चाहिँ यसरी मैले चिया र अनि पाउरोटी लिएर गएँ अनि बाबुलाई चाहिँ अम्बा लिएर गएको। यो धेरै टाइमपछि हामीले चाहिँ खेतमा यसरी खाँदैछौँ कि पहिला पहिला चाहिँ मैले व्यापार नगर्दा चाहिँ खान्थ्यौँ, हाम्रो जेठानीहरू हामी भएर खान्थ्यौँ हैन। त्यसपछि चाहिँ आजभोलि म व्यापार गर्न थाले भएर चाहिँ यता मैले खेततिर चाहिँ खासै काम गर्दिनँ। यो चाहिँ दिदीहरूले उखाल्दै थियो, मैले चाहिँ चिया लगाइदिएँ। अनि हाम्रो यहाँ 3जना चाहिँ फेरि सँगसँगैको हुन् के, नानी र ऊ नानी चाहिँ सँगसँगैको हुन्, ऊ बाबु चाहिँ अलि पछिको हुन्। अनि मैले यसरी लसुन ससुन उखाल्यौँ हामीहरूले, भाइले मैले दिदीले लसुन ससुन उखाल्यौँ। हामी 8:30 बजेतिर नै भ्याइसकेको थियौँ लसुन ससुन उखालेर अनि गऱ्यौँ। अनि हेर्दै थिएँ कि मैले अनि पुरा हामीले चाहिँ नखनेर किन लगाएको थियौँ नि त। अनि यो यत्तिकै गपेर त्यो धानको बालीमा गपेर लगाएको थियौँ कि लसुन, अनि कस्तो राम्रो भएको छ त्यही पनि। अनि बिचमा एकचोटि पनि गोडेनौँ किनकि हामीले भ्याएनौँ, अब यस्तै थियो। अनि त्यसपछि हाम्रो यता समूह पनि थियो, मैले चाहिँ हाम्रो गाउँघरको समूहमा हामीले बसेको छौँ। अनि समूहमा पैसा तिरेर मम्मीको यता प्रेसरको दबाई ल्याएर अनि हामीले चाहिँ साँझको काम फेरि यस्तै हो। मेरो भिडियो कसलाई भन्नु ल, चुट्की बजाएर हुँदैन, काम चाहिँ गर्नै पर्छ।